आजकल हामीमाझ युट्युब र टिकटक प्रयोग नगर्ने मानिसहरू एकदमै कमै छन्। भिडियो क्लिपमा आफ्नो कला प्रस्तुत गरेर सबैमाझ परिचित हुनुहोस् वा युट्युबमा आउने भिडियो सामग्रीहरू हेरेर आफ्नो समय व्यतीत गर्न सोशल मिडिया अकाउन्ट हर कोहीले खोल्न थालेका छन्। यस्तै रमाइला सन्देशमूलक सामाजिक विषयवस्तुलाई समेटेर भिडियो बनाउने चर्चित कन्टेन्ट क्रिएटर कुलबोय तथा पारस बम ठकुरीको विषयवस्तुमा रहेर आज हामीले यो भिडियो तयार पारेका छौँ। यदि तपाईलाई भिडियो राम्रो लाग्यो भने कमेन्ट बक्समा गएर कमेन्ट गर्न नभुल्नुहोला। यदि हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। हामी यस्तै भिडियो लिएर आइरहन्छौँ। आजको विषयवस्तु पारस बम ठकुरीको बारेमा रहेको छ। हेर्नुहोस् हामीले तयार पारेको यो रिपोर्ट। आदरणीय दर्शकबिन्द नमस्कार। आजको भिडियोमा हामी टिकटकबाट सुरुवाती दिनमा मेहनत गरेर पछिल्लो समयमा विभिन्न सोशल मिडिया प्लेटफर्ममा चर्चित भएका कुलबोय तथा पारस बम ठकुरीको बारेमा चर्चा गर्दैछौँ। यस भिडियो अन्तर्गत रहेर हामी कुलबोयको फ्यामिली ब्याकग्राउन्ड, पढाइ, इन्कम र करियरको बारेमा छोटो जानकारी दिँदैछौँ। तपाईँले अहिले कुन ठाउँबाट भिडियो हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला है त। टिकटकमा पछिल्लो समय सर्वाधिक खोजी गरिने मध्ये कुलबोय पनि एक हुन्। सन्देशमूलक भिडियो र लाइभमा कमेडी प्र्याङ्क गरेर मनोरञ्जन दिने कुलबोय युट्युबमा पनि सक्रिय छन्। उनको युट्युब च्यानलमा 1,45,000 जनाले सब्स्क्राइब गरेका छन्। कुलबोयले युट्युबमा भने भ्लग अपलोड गर्दै आएका छन्। पछिल्लो समय एउटा गीत पनि रेकर्डिङ गराएका छन्। गीतको नाम छ कान्छी कताइडेको। हेर्नुहोस् यो सानो क्लिप। उनले टिकटक र युट्युबबाट राम्रै आम्दानी गरिरहेका छन्। प्रायजसो केटीहरूसँग लाइभमा बस्ने उनी केटीहरूले नै सबैभन्दा बढी मन पराउने गर्छन्। उनको टिकटक अकाउन्ट 2019बाट चलाउन सुरु गरेका थिए र 2020मा उनको एकाउन्ट टिकटकले ब्यान गरिदिएपछि उनी निराश भएर एकाउन्ट नै खोलेका थिएनन्। पछि गएर 2022 जुनमा कुलबोय नामबाट टिकटक अकाउन्ट खोलेर सन्देशमूलक र सामाजिक भिडियो बनाउन सुरु गरे। भिडियो मान्छेहरूले धेरै नै मन पराउन थाले। त्यसपछि उनी टिकटक लाइभमा बस्दै केटीहरूलाई कमेडी प्र्याङ्क गर्दै आज यहाँसम्म पुगेका छन्। कुलबोयको जन्म विक्रम सम्वत 2058 साल जेठमा सुदूरपश्चिमको कञ्चनपुरमा भएको थियो। कुलबोयको रियल नाम भने पारस बम ठकुरी हो। उनी सोसल प्लेटफर्ममा भने कुलबोयको नामले चर्चित छन्। उनको जन्मघर सुदूरपश्चिम भए तापनि उनी अहिले दिदीसँगै काठमाडौँ बस्दै आएका छन्। उनको पढाइको कुरा गर्ने हो भने अहिले ब्याचलर अध्ययन गरिरहेका छन्। कुलबोयको धर्म भने हिन्दू हो भने उनी अहिले सिङ्गल रहेका छन्। कुलबोयले टिकटक र युट्युबबाट महिनामा कति कमाउँछन् त जान्न मन सबैलाई लागेको होला। कुलले महिनामा टिकटकबाट 50 देखि 70 हजारसम्म कमाउने गर्दछन्। युट्युबबाट भने 20 देखि 30 हजारसम्म कमाउने गर्छन्। सबै जोड्ने हो भने उनले महिनामा 1 लाखसम्म कमाउने गरेका छन्। कुलबोय एक सोसल वर्कर पनि हुन्। उनले कुल ग्याङबाट विभिन्न दुखी गरिब असहायलाई पनि सहयोग गरिरहेका छन्। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? यदि मन पर्यो भने कमेन्ट गरिदिनु होला। अब कसको भिडियो हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट गरिदिनु होला है त। आजको लागि छुट्टिन्छौँ। फेरि भेटौँला। नमस्कार।